देवलाल दाई हजुर आराम हुनुहुन्छ? एकदम ठिक छ दाई पट्यानी उपभोक्ता समितिको उपाध्यक्ष हजुर निर्वाचित अहिलेको है हाल। अहिलेको हालको दाई के छ यो संरक्षणको कामहरू? भर्खर छ निर्वाचित भइहाल्छ। अब यसलाई चाहिँ नि अलिकति पर्यटनलाई पनि उ गर्ने र यो चाहिँ नि हाम्रो राप्ती चाहिँ नि यसलाई नि सरसफाइमा अलिक ध्यान दिने, जनावरहरू र चाहिँ नि जनताको बिच चाहिँ नि समन्वय गर्ने र हाम्रो यही नै छ लक्ष्य। अब सुरु गर्ने पक्षमा नै छौँ। पहिलादेखि पनि संरक्षणमा पहिले म अहिले 20-22 वर्ष भयो संरक्षणमा लागेको। सामुदायिक वनको सामुदायिक वनको पूर्व अध्यक्ष पनि हो। हुँदै गर्दा मध्यवर्तीको अघिल्लो कार्यकालमा नि सदस्य थिएँ। अहिले उपाध्यक्षमा निर्वाचित भएको छु। अझै राम्रो भूमिका खेल्ने विचार छ। दाई कस्तो हुँदो रहेछ यो संरक्षणमा लाग्दाखेरि? आनन्द आउँछ चाहिँ संरक्षणमा लाउँदाखेरि। खोलामै हिँडिरहेको चाहिँ लाग्ने, खोलामै बाँच्नु बस्नु जस्तो लाग्छ, जनावरसितै खेलाउँ जस्तो लाग्छ। हरियाली चराचुरुङ्गीहरू। यहाँ म बिहान दिनदिनै म अहिले त अम्ब्रेलामा छु, मेरो बसोबास अम्ब्रेलामा। बेलुका भएपछि चाहिँ चराचुरुङ्गीहरूको मनोरम हेर्न पाइन्छ। जनावरहरू चाहिँ मृगहरू गैँडा पनि यहीँ आउँछ। मलाई आनन्द आएको छ। अम्ब्रेलामा के व्यवसाय गर्नुभएको? हजुर व्यवसाय गरेको छु। के छ व्यवसाय? अहिले होटल सञ्चालन गरिरहेको छु। अब पेट पनि पाल्नै पर्ने यसो अलिअलि संरक्षण चाहिँ लाग्दै आफ्नो व्यवसाय पनि पर्यटन व्यवसाय चाहिँ नि हो। पर्यटनलाई पनि टेवा पुग्छ कि भनेर यता होटलतिर हात हालेको छु। पर्यटन व्यवसायलाई चाहिँ यो हाम्रो यहाँको जुन चितवन राष्ट्रिय निकुञ्ज जैविक विविधता रापतीले कसरी मद्दत गरे? मद्दत गरेको छ। तपाईँको यही हेर्नको लागि नि, जनावर हेर्नलाई, पशुपक्षी हेर्नको लागि पनि, यहाँको रमणीय चाहिँ जङ्गल हेर्नको लागि पनि मान्छेहरू चाहिँ टाढा टाढाबाट चाहिँ पर्यटनहरू आउनुहुन्छ। खुसी लाग्छ उहाँहरूले राम्रो कति हराभरा रहेछ, कति यस्तो चाहिँ सुन्दर ठाउँ रहेछ भनेर भन्नुहुन्छ उहाँहरूले। यहाँमा चाहिँ नि अब चाहिँ संरक्षणमा लागेका सबै साथीहरूलाई धन्यवाद भनेर पनि जानुहुन्छ। खोला कस्तो देखियो? एकदम सफा क्लियर कञ्चन देखिएको छ, एकदम राम्रो छ। पहिला धेरै फोहोर थियो, धेरै जाने अब जाने यहाँ चाहिँ फोहोर फ्याँक्ने खाने चाहिँ फोहोरहरू बोरामा ल्याएर फ्याँक्ने गर्थे। अहिले मान्छेमा अलिकति सचेतना पनि बढाएको छ। अहिले अलिकति कन्ट्रोल भइरहेछ। अझ पूर्ण रूपले त भएको छैन। पूर्ण रूपले अझै जनताले पनि सक्षम हुनु पऱ्यो र यसलाई सफामा चाहिँ सफाइमा चाहिँ बढी ध्यान दिनु पऱ्यो भन्ने मेरो। गोलाघाटसम्म पुग्यो होइन? पुग्यो हजुर, गोलाघाटसम्म पुग्यो। सौरादेखि पनि ओर्टिँदै आइयो होइन। एकदम अब अहिले धेरै लगभग पुरै 100 त भएको छैन। अझै चाहिँ केही लाग्नुपर्छ। हामी जनताहरू पनि सचेत हुनुपर्छ। अहिले 16 ठाउँमा एकैचोटि सरसफाइ भयो राप्ती दिवसको दिन। भयो, म हेरिरहेको छु। म पनि गएको थिएँ एक ठाउँमा। राम्रो छ, एकदम ठिक छ। ल अब यसलाई चाहिँ अब यो हाम्रो आफ्नो सम्पत्ति यो रहेन, हामी रहन्छौँ। अर्को कुरा फेरि यो रापती निकुञ्ज भन्ने विश्व सम्पदा